हेलो एन्ड नमस्ते सबैजनालाई वेलकम ब्याक अगेन हिरा नेप्सेको डेली विकली कम्बाइन्ड एनालिसिस भिडियोमा है त। सो आई एम फाइनली ब्याक र मैले माइक्रोफोनलाई अलिकति सुधार गरेको छु। होप सबैलाई अब अडियो भने क्लियरली सुनिन्छ है त। र मार्केटको त के कुरा गर्नु होइन, यसमा केही कुरा गर्नुपर्ने यस्तो हुन्छ नि छैन जस्तो लाग्छ मलाई। किनभने ओभरअल मैले मेरो स्क्वाड मेम्बर, हाम्रो हेराइको स्क्वाड मेम्बरले पनि यो भिडियोमा लाइक युट्युबमा मजाले, टिकटकमा मजाले उसले भिडियो बनाएर एक्सप्लेन गरिदिइरहेको छ र मैले पनि गरिरहेको छु र मार्केट ओभरअल त्यही कन्डिसनमा चलिरहेको छ होइन। किनभने यो एक्सपेक्टेड थियो मार्केटले यस्तो गर्छ। प्लस हजुरहरूले टिकटकमा माया देखाउनु भएको छ, धेरै धेरै धन्यवाद त्यसको लागि। र रिक्वेस्ट पनि गर्नुभएको छ होइन, स्क्रिप्टहरू कुन भिडियो बनाइदिनु भनेर होइन। र दुईवटा स्क्रिप्टको त मैले बनाइदिइसकेँ, तोड्दै र हाम्रो माबेलको होइन। र अरू स्क्रिप्टहरूमा पनि हामी आउँला बिस्तारै बिस्तारै है। त्यसको लागि भने हजुरले वाइटी सब्सक्राइब गरेर अलिकति धैर्यता देखाइदिनुपर्छ। किनभने एकैचोटि सबै कुराहरू भ्याइँदैन होइन। सो अनि मैले फेरि भिडियो बनाउनु लाग्यो भने 1 घन्टा 1.5 घन्टाको भिडियो त नर्मली हुन्छ, त्यसलाई पनि मैले अझ सकेसम्म सानो बनाउने प्रयास गर्ने भएको हुनाले त्यो आधा घन्टा अम्किन्छ है त। सो एनिवेज हामी सिधै अब मुद्दातिर लाम होइन, बाहिरी कुरा नगरिकन। एन्ड त्यति भन्दै सो लेट्स गेट स्टार्टेड। ओके, सो हामी विकली टाइम फ्रेममा छौँ होइन। म अब क्लिन चार्ट छ, फेरि एकचोटि मार्कअप गरिदिन्छु जस्ट फर बेटर अन्डरस्ट्यान्डिङ है। अहिलेसम्म फलो गर्दै आउनुभएको छ भने ओभरअल हजुरलाई कन्सेप्ट थाहा भइसक्यो हुनुपर्छ है। र अहिले के छौँ हामी, हाम्रो यो प्रिभियस विक के थियो, हाई सेलिङ रेन्जबाट फर्काएको थियो। कतिले यो मेरो पुरानो भिडियोजहरू हेर्नुभएको छ, थाहा पाइसक्नु भयो होला मैले के भने। र हेर्नुभएको छैन भने हेर्नु होला है त। अनि रिजेक्ट भइसक्यो। त्यसपछि हामीलाई के थियो एक्सपेक्टेड, यो लो एक्सपेक्टेड थियो, करेक्ट। प्लस अब हाम्रो विकलीमा त फलोअप भइरहेको छ, बेरिस थियो मार्केटले अर्डर ब्लकबाट रिजेक्ट भएको छ, कन्टिन्युसन तलतिर गइरहेको छ होइन। अब डेलीमा जाऊँ हामी एकचोटि। र डेलीमा आइसकेपछि के थियो, हामीले डेलीको बेसिसमा के भनेका थियौँ, डेलीको बेसिसमा हामीले के भनेका थियौँ भन्दाखेरि फर्स्ट हाम्रो इनिसियल टार्गेट यो रेन्ज हुन्छ, त्यसपछि लाएर हामीसँग यहाँ एउटा ग्याप छ, मार्केटले त्यसलाई फिल गर्नुपर्ने हुन्छ होइन, या फिल गर्ने सम्भावना बढी हुन्छ, एज अ म्याग्नेट यसले काम गर्छ भनेर पनि भनेकै छौँ। र ओभरअल यसको 50 60 70% 60% चाहिँ मार्केटले फिल पनि गरेको छ आज। र ओभरअल अब यहाँ यो बुलिस क्यान्डल देखेर ल मार्केट अब फर्क्यो है भनेर लिनेहरूलाई एउटा हल्का झट्का पनि आज के गर्यो त मार्केटले दियो। र हाम्रो सक्सेसफुल्ली यसले वर्क गर्यो होइन। अब यो कम्प्लिटली फिल हुने नहुने भनेको इट्स डिफ्रेन्ट स्टोरी, बट हामीले म्याग्नेटको जुन कुरा गरेको थियौँ त्यो म्याग्नेट पनि भइसक्यो। प्लसमा थप्न चाहे मार्केटमा यो अर्डर ब्लक किन राम्रोसँग वर्क गर्यो भन्दाखेरि यसले हामीलाई 50% रिट्रेसमेन्ट दिइसक्यो होइन त। 50% रिट्रेसमेन्ट के को त भन्दाखेरि यो पोइन्टबाट र यो पोइन्टबाट रिट्रेसमेन्ट जहिले पनि 50% भयो भने एउटा प्रपर रिट्रेसमेन्ट मानिन्छ होइन। अब त्यहाँभन्दा तल पनि झर्दै गयो भने चाहिँ डराउनु पर्ने स्थिति आउँछ। र हामीलाई त्यो डरलाई चाहिँ अब कन्फर्मेसनको रूपमा दिने भनेको जब त्यो मार्केटले यो लोलाई पनि के गर्छ त ब्रेक गर्छ। र यो लो ब्रेक भयो भने हाम्रो ओभरअल हामी अब तलतिरको यो हन्ट गर्दै तलतिर जान्छौँ। अहिलेको लागि भने हामी बुलिस छौँ र हामीले आउनुपर्ने हाम्रो मिड रेन्ज हामी आइसक्यौँ, यानि कि सस्तो मूल्यमा आइसक्यौँ। त आइएम कि आएनम त्यो पनि एकचोटि चेक गरौँ है त। कुरा त गरिहाल्यो, आएको छैन रहेछ भने फेरि चाहिँ आउँछ। र हेर्ने हो भने मिड रेन्जमा ट्याक्क हामीले अलिकति ट्याप गरेका थियौँ होइन। प्लस हामीसँग प्रिभियस हाईको यो रेन्ज पनि छ होइन, जहाँ चाहिँ मार्केट इन भइसक्यो। अब मार्केटले के गर्नुपर्छ त भन्दाखेरि यसलाई रेस्पेक्ट देखाएर मार्केटले यहाँबाट एउटा रिभर्सल साइन बनायो भने हामीले फेरि पनि यो अर्डर ब्लकको जुन हामीले स्विप गर्न नसकेको लिक्विडिटिज बाँकी छ मार्केटमा त्यो स्विप गर्न हामी गइन्छ। जुन चाहिँ अहिले मार्केटले रिसेन्टली फेरि के गरेको छ, इक्वल हाई बनाएको छ यो सिम्पल लिक्विडिटी डेली बेसिसको टाइम फ्रेममा।
र हामीसँग यो मेन अर्डर ब्लक अझै छँदैछ, जसले चाहिँ फेरि यो पोइन्टमा गइसकेपछि इम्प्याक्ट देखाउने सम्भावना बढी हुन्छ, होइन? र अहिलेसम्म हामीले चाहिँ नेप्सेमा के चिज चाहिँ एउटा कुरा याद राख्नुपर्छ भने जबसम्म मार्केट यो रेन्जबाट बाहिर निस्किँदैन तबसम्म हामी यो हाईको लागि गइँदैन। अनि यो हाई गइसकेपछि अनि अब कहाँसम्म जाने त भन्दाखेरि अब यो इक्वल हाम्रो भइहाल्यो। त्यसपछि हामी मेजर हाईतिरको लागि अटेम्प्ट गरौँ ल। पहिला हाम्रो यो इक्वल हाईलाई उडाउने भन्नुभन्दा पनि पहिला हाम्रो मार्केट के गर्नुपर्छ त अर्डर ब्लकभन्दा बाहिर निस्किन पर्छ। ओभरअल हामीले कुरा गरिरहेको सिनेरियो त्यही नै हो, होइन? सो विकली टाइम फ्रेममा गयौँ, जाऊँ हामी एकचोटि फेरि र कुरा गरौँ प्रिभियस मन्थको लास्ट विक र हाम्रो यो अहिलेको फेब्रुअरीको फर्स्ट विक चाहिँ के भइरहेको छ त। प्रिभियस मन्थको हामीले यो विकलाई हेर्ने भने स्ट्रङ रिजेक्सन आयो, प्लस यो विकको लोलाई पनि के गर्यो, विकली लोलाई पनि हाम्रो जुन बेरिस क्यान्डल स्विच भइसकेपछि विकली लो हाम्रो टार्गेट बन्न जान्छ। मार्केट ट्रेस थ्योरी मैले भनिसकेँ, यसको अनेकौँ नाम छन्, आफ्नो अकर्डिङ बुझ्दा हुन्छ। मैले चाहिँ यसलाई मार्केट ट्रेस थ्योरी भन्छु। मार्केट ट्रेस थ्योरी मतलब कि एभ्री सिङ्गल डे अर एभ्री सिङ्गल विक अर एभ्री सिङ्गल मन्थ बन्ने एउटा क्यान्डललाई के गर्ने त, त्यसको हाई र लोलाई टार्गेट गर्ने बेस्ड अन त्यसको क्लोजिङ। जस्तै अहिलेको विकली टाइम फ्रेम अनुसार चाहिँ मार्केट के भएको छ, स्ट्रङ रिजेक्ट भएर बेरिस क्लोज भएको छ। सो हामीले ओभरअल के गर्यौँ, लोलाई अटेम्प गऱ्यौँ र हुन्छ नि अहिलेलाई चाहिँ हाम्रो नेपालको केसमा मिल्दैन भने पछि मिल्दै जान्छ, होइन? तब त्यति बेला मजा आउँछ। र अहिले हाम्रो ग्रोइङ फेज पनि छ हाम्रो नेप्सेको, होइन? त्यो भयो भने पछि हामीले फेरि स्काल्प गर्न मिल्ने स्टेजेसहरू आयो भने हामीलाई त के हुन्छ, अझ राम्रो हुन्छ, होइन? अझ इन्टरडेको रूपमा अझ बढी टार्गेट्सहरू यताउति हुन्छ नि, सेम निफ्टी के इन्डियन स्टक मार्केटको हाम्रो जुन ब्याङ्क निफ्टीहरू, यो निफ्टी भन्छ नि, होइन? मलाई पनि त्यति राम्रोसँग त थाहा छैन। त्यस्तै केस अफ सिनियर त्यत्तिकोसम्म हाम्रो मार्केट भयो भने चाहिँ अनि त्यसपछि त हामीले फरेक्सलाई पनि हेर्नु पर्दैन, क्रिप्टो पनि हेर्नु पर्दैन। हामीलाई आफ्नै नेपालको सेयर मार्केटमा ट्रेड गरेर हामीले आफ्नो एउटा प्रोफेसन बनाउन राम्रोसँग सकिन्छ। अहिलेको लागि भने हामीले एज अ इन्भेस्टमेन्ट अर हुन्छ नि एउटा इन्कम जेनेरेट गर्ने, एउटा आफ्नो पैसालाई सही ठाउँमा उपयोग गर्ने एउटा प्लेटफर्म भन्ने भइसकेको छ नेप्से, होइन? तर एज अ ट्रेडरवाला प्लेटफर्म भने अझै हुँदैछ, भइसकेको चाहिँ छैन कम्प्लिटली, है त? एनिवेज ओके, सो मार्केट के त्यो विकली बेसिसमा हाम्रो करेन्टली रनिङ छ। यो बेस अनुसार त अभियसली हामीले कुरा गरिरहेकै थियौँ मार्केट यो ड्रो आउँदाखेरि, होइन? र लो पनि मार्केटले बनाइसक्यो, एन्ड लो बनाएर मार्केटले यो ग्यापको अलमोस्ट कति फिल गरिसक्यो। प्लस हामी यो फिब जुन यहाँ बनाएको छ त्यो फिबको पनि 50% रेन्जमा चाहिँ हामी आइसकेका छौँ, होइन त? 50% रेन्जमा पनि आइसकेका छौँ, प्लस हामी प्रिभियस हाईको जोनमा पनि छिरिसकेका छौँ। अब हामीले यस्तो केसमा के गर्नुपर्छ भने हाम्रो ओभरअल सबै मोटिभ कम्प्लिट गरिदिइसक्यो मार्केटले, होइन? सरी, म यो चाहिँ मिड रेन्ज चेक गर्नलाई हो खासमा चाहिँ, एन्ड लाइक करेक्टली हेर्ने हो भने ट्याक त्यही पोइन्टमा के गर्यो, फिफ्थको मिड पोइन्ट गरिसक्यो नि त, होइन? मिड पोइन्ट पनि ट्याप गरिसक्यो र एक प्रकारको लास्ट यो टाइममा एउटा अपसाइड मुभ पनि मार्केटमा आएको छ, होइन त? अबको कुरा आउँछ लिक्विडिटिजहरू। अब मार्केट तल गयो भने के त्यसले लिक्विडिटी सिक गर्ने इन्टेन्सन छ भन्ने कुरा बुझिन्छ। अब यो के को बेसिसमा भन्न लागेको भने मैले मार्केटले यो ग्याप फिल गर्यो, करेक्ट? कम्प्लिट फिल भइसक्यो छैन, बट यसले गर्नुपर्ने काम गरिसक्यो, होइन? अब यहीँबाट फर्केर गए पनि हामीलाई कुनै यसमा के छैन, इस्यु छैन, या अब कुनै अब लाइक बुझ्नुहोस् न हजुरहरूले, हामीलाई कुनै प्रब्लम छैन यहाँबाट मार्केट फर्क्यो भने। किनभने ओभरअल मार्केट डिस्काउन्ट जोनमा आयो, उसले हामीले हेरेको रेन्जरमा मार्केट आयो, त्यहाँबाट फर्केर गयो भने हाम्रो लागि गुड पोइन्ट हो, होइन? अब हामीले चाहिँ यहाँ त रिभर्सल हेरेर मार्केटलाई अपसाइड चेन्ज भयो है भन्ने फिगर आउट गरेर एन्टर हुने मात्रै हो, होइन? यदि अब मैले कुरा गर्दैछु यदि कन्टिन्युएसन भयो तलतिर भने चाहिँ के हो भने सिम्पल, हामीसँग केही गर्नु पर्दैन। हामीसँग के छ, यो लो छ, प्लस यो लोलाई सपोर्ट गरेको हाम्रो यहाँ के छ, फेयर भ्याल्यु ग्याप छ, जुनले चाहिँ मिडमा ट्याप गरेर अनि मार्केटलाई गराएको थियो, होइन? सो हामीसँग यो
सो होइन अनि त्यसपछि लाएर यो छ एउटा लो, यो पनि स्विङ लो यानि कि लिक्विडिटी पुल हो, यो पनि पुल हो, यो पनि फेयर भ्यालु ग्यापमा भए तापनि यहाँ पनि के छ फेयर भ्यालु ग्याप छ। त्यही भएर भने फेयर भ्यालु ग्यापलाई चाहिँ एउटा प्रपर जोनमा चाहिँ लिनुपर्छ है। अब मार्केट एप्रोच गर्छ भने तल दुईवटा फेयर भ्यालु ग्याप छ होइन, करेक्ट। अहिलेको रिसेन्ट पनि हेर्ने हो भने यो रेन्जदेखि यो रेन्जसम्मको एउटा कम्प्लिट फेयर भ्यालु ग्याप भन्दा पनि फरक पर्दैन, किनभने यो क्यान्डल इन्टरसेक्ट पनि छैन होइन। मेन उसको कुरा गर्ने हो भने ग्याप बनाएको छ क्यान्डलले कम्प्लिट यो पोइन्टबाट यो पोइन्टको हाम्रो एउटा फेयर भ्यालु ग्याप बनाएको छ, कम्बाइन्ड फेयर भ्यालु ग्याप भनौँ यसलाई है। अनि के भयो मार्केटले त्यही पोइन्टतिर एप्रोच गर्दैछ। अब सकेसम्म चाहिँ हामीलाई के लाग्छ भने प्रिभियस हाईलाई ट्याप गरिसकेपछि अब यसलाई सपोर्ट गरेर मार्केट कन्टिन्यू माथि गइदियो, किन यो प्रिभियस हाई हाम्रो मिड रेन्जमै पर्छ र यसलाई सपोर्ट गरेर गइदिनु भनेको हाम्रो लागि एकदमै राम्रो हो फर्किनु भनेको। अब यदि अब त्यसरी फर्किदिएन भने मार्केटमा यो फेयर भ्यालु ग्याप छ नि हामीले यसलाई इग्नोर गर्छौँ, किनभने हामीसँग यसलाई इग्नोर गर्छौँ प्लस यसलाई पनि जुन यो सेकेन्ड छ यसलाई पनि इग्नोर गर्छौँ, तर यसलाई मार्क गर्न मिलेन, ओके इग्नोर गर्छौँ यसरी। अब हामीले मार्क गर्ने फेयर भ्यालु ग्याप भनेको यो जुन चाहिँ हाम्रो मेजर लोसँग छ र यो फेयर भ्यालु ग्यापले के गर्नुपर्छ त भन्दाखेरि मार्केटलाई सपोर्ट दिनपर्छ होइन। अब यहाँबाट मार्केटले तलको कन्डिसनको कुरा गरिरहेको छु है मैले, यो लिक्विडिटी उडाएर फर्किएर यो लिक्विडिटी पनि उडाएर मार्केट यहाँबाट के हुनु पर्यो यसरी रिभर्स हुनु पर्यो। यो रिभर्स भयो भने हामी केही गरिँदैन, यो अर्डर ब्लक जुन अहिलेको यो अब यो कन्टिन्युसन तपाईँलाई भएन हाम्रो यो अर्डर ब्लक बन्न जान्छ होइन। र अलिकति मुभ आइसकेपछि हामीले हेर्न मिल्छ कि यसमा सेलिङ प्रेसर कतिको छ, ओभरअल मुभ अनुसार कि यसमा सेलिङ प्रेसर क्रिएट भएको छ कि छैन त्यो हामीले चेक गरेर यदि छ भने यो अर्डर ब्लकलाई हाम्रो इनिसियल एउटा पोइन्टलाई हुन्छ नि मार्कअप गरेर हामीले यो ब्रेकआउट पछि होइन अब यसलाई चाहिँ एज अ सपोर्टको रूपमा लिएर हामी फेरि यसो हाईको माथि जान सकिन्छ। यो लिक्विडिटीहरू इक्वल हाई हुन्छ, यो एकचोटि अब यहाँसम्म एप्रोच गऱ्यो भने हाम्रो यो पनि के हुन्छ त स्विप हुन्छ होइन। अब यो भयो डाउन साइडमा। अब यसमा चाहिँ के गर्नु हुँदैन त मार्केटले भन्दाखेरि यसो गर्नु हुँदैन है। र स्विप त गरे ल ठिकै छ, स्विप गरेर मार्केट माथि फर्क्यो भने पनि हामीले ल ठिकै छ त नि भनेर एउटा पोटेन्सियल देखियो भने हामी अपसाइडको लागि होइन ट्रेड लिएर के गर्न सकिन्छ भने ब्रेक इभन गर्दै 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 मार्केट सँगसँगै मुभ गर्न सकियो। तर मार्केटले क्लोजिङै दियो भने हामी चाहिँ अलिकति अवेर हुनुपर्छ, किनभने यो जुन लो छ नि इन्टरमिडिएट लो जोन के यो मेजर हाई हो, मेजर लो एन्ड देन अगेन बल्ल मेजर हाई बनाएको छ। सो हाम्रो लो यो पनि होइन, हाम्रो लो यो पनि होइन, हाम्रो लो यो हो। त्यही भएर त हामीले यसको मिड रेन्ज हेरेकामा र यसको मिड रेन्जमा त मार्केट आइसक्यो नि त। सो यो केस अफ सिनियर हामी देख्न चाहन्नौँ एज अ बुलिस भइसकेपछि मार्केटलाई यदि अपसाइड जानु छ भने है। अब कुरा गरौँ मार्केटले हामीले भने जसरी नै एउटा पर्फेक्ट जोन एरियामा आइसकेको भएपछि यसले अब यहाँबाट रिभर्सल दिएको छ कि छैन। म यो अर्डर ब्लक माथिकोलाई रिमुभ गरिदिन्छु है। र यो हाम्रो लिक्विडिटी स्विप भइसकेपछि हामीले यसलाई मार्क गरेर राख्नुपर्ने रेन्ज पनि छैन, यो यसलाई भने राखिराखौँ, यसले केही इम्प्याक्ट पार्दैन। तलकोलाई पनि यत्तिकै राखिराखौँ, किनभने पछि यो मार्केट ओपन गरेर हेर्दाखेरि हामीलाई मार्केट खोल्ने बित्तिकै रेन्जेसहरू थाहा हुन्छ, सबै मार्कअप्सहरू थाहा हुन्छ। सो हामीले केही एड गर्नुपर्ने हेर्नुपर्ने नयाँ केही भएन, मार्केट के चल्यो आजको मार्केट ट्रेस गरे मात्रै पुग्छ। सो होइन विकलीको पनि हामीले ओभरअल कुरा गरिसक्यौँ, डेलीको पनि हामीले ओभरअल कुरा गरिसक्यौँ होइन। र अब भनेको हामीले हाम्रो रेन्जमा आइसकेको मार्केटले अब केही अपसाइड मुभमेन्ट अपसाइड हुन्छ नि मार्केटले आफ्नो डिरेक्सन बनाएको छ त त्यो पनि अब हामी के गरौँ त भन्दाखेरि हेरौँ सानो टाइम फ्रेममा गएर त्यो छ कि छैन खोज्ने प्रयास गरौँ है त। 15 मिनटको टाइम फ्रेममा गएँ म, हामी 15 मिनटको टाइम फ्रेममा मार्केट ट्याप यही रेन्जभित्र छिरेर अपसाइड क्लोजिङ भएको छ होइन। ओभरअल हाम्रो इन्ट टाइममा जहिले पनि क्यान्डल बुलिसै क्लोज भएको हुन्छ। सो हामीले त्यसमा केही नयाँ केही भएन। अब यो केसमा अब मार्केट रिभर्स भयो कि भएन भनेर कसरी हेर्ने त यार होइन। अब त ठिकै छ मार्केट जोनमा पनि आयो, आफ्नो ठाउँमा पनि आयो, अब मार्केट रिभर्स भयो कि भएन भनेर कसरी हेर्ने त।
यसको लागि हामी 15 मिनटको टाइम फ्रेममा के हेर्छौँ त भन्दाखेरि एउटा हाई हेर्छौँ, मार्केटले स्विप गरेर माथि क्लोजिङ दिने। त्यो हाई जब मार्केट स्विच हुन्छ, मतलब कि लोवर हाई बनाउँदै आइरहेको मार्केट जब हायर हाई बनाएर स्विच हुन्छ नि, हो त्यो स्विचलाई हामीले एज अ ट्रिगर लिन्छौँ मार्केट रिभर्सलको। त्यसैलाई अब एसएमसी कन्सेप्ट भनौँ, आइसिटी कन्सेप्ट भनौँ, मार्केट सक्सेस सिफ्ट यानि कि चोचो भनेको चेन्ज अफ क्यारेक्टर भनेर चिनिन्छ। त्यो खासमा एउटा सिम्पल थ्योरी हो। त्यो थ्योरी के हो त भन्दाखेरि मार्केट चाहिँ लोवर लो, लोवर हाई हुन्छ नि, लोवर लो, लोवर हाई, लोवर लो, लोवर हाई, लोवर लो, लोवर हाई बनाउँदै आइरहेको हुन्छ। अनि त्यही बनाउँदै आइरहेको केसमा मार्केटले फेरि के गरिदिन्छ भने लोवर लोबाट लोवर हाई नबनाइकन मार्केटले त्यो प्रिभियस लोवर हाईलाई ब्रेक गरेर माथिपट्टि, यानि कि अब त्यो लोवर रहेन नि त त्यो हाई, अब के भयो त्यो हायर हाईमा चेन्ज हुन्छ कि, यानि कि त्यही रिभर्सल के भयो त चोचो भयो। यानि कि चोचो जे भने नि भन्नुहोस्, चेन्ज अफ के भयो त त्यो क्यारेक्टर भयो है। सो अब हामीले चेन्ज अफ क्यारेक्टर हेर्नको लागि कुन छ त हाई, लोवर हाई, यो लोवर हाई, यी सब क्यारामेरा हुन्, प्लिज इग्नोर दिस। त्यसपछिको अर्को हाम्रो यो होइन, त्यसपछि बल्ल हाम्रो यो इक्वल लोज इक्वल हाई आउँछ, जसमा चाहिँ हाम्रो मेजर हाई यो पर्न जान्छ होइन। त्यो चाहिँ त्यसरी के भएको छ त मार्केट चलेको छ। अब यसलाई मेजर हाई लिएर यसलाई मेजर लो लिनुभएको छ भने चाहिँ यो लोलाई यहाँ गएर क्लोजिङ दिएर ब्रेक दिएर क्लोजिङ गरेको छ। मार्केटले यति पोइन्टले बल्ल के सिनेरियो जनाएको छ त भन्दाखेरि स्विच भएको, मार्केट बियरिस स्विच भयो है। यो त करेक्सन पुलब्याक रिट्रेसमेन्ट जे भन्दा नि भयो त्यो भयो, किनभने अर्डर ब्लकको इम्प्याक्टबाट मार्केट फर्किया हो होइन। अब चाहिँ यही केसमा हेर्ने हो भने मार्केटले यो पोइन्टमा गएर स्विच बनायो। अब 15 मिनटको केसमा त हामीलाई अब मेनली अझै 30 मिनट 2 आवर 1 आवरमा गएर हेर्ने हो भने त यस्तै खालको फर्मेसन हुन्छ यो, किनभने यो फिल्टर आउट हुन्छ नि त यो नोइजेसहरू। सो हामीसँग एउटा क्लियर हाई, क्लियर लो, क्लियर हाई, त्यसपछि ल्याएर एउटा इन्टरमिडिएट लो, अनि त्यसपछि ल्याएर मेजर लो बन्न जान्छ होइन। त्यो त्यसरी नै फर्म हुन्छ नि त मार्केटलाई। सो अबको केसमा के छ भने मार्केट ओभरअल जोनमा आइसक्यो, हामीलाई ठुलो टाइम फ्रेम आफ्नो मेन टाइम फ्रेम अनुसार बुलिस भने थाहा छ। सो हामी यो स्विचबाट के हुनु पर्दैन, डराउनु पर्दैन। अब के गर्नु फर्दर के त नि, अब के त नि होइन, त्यो कुरा त आउँछ नि त, वाट नेक्स्ट। सो हामी कुर्छौँ, मार्केट यहाँसम्म आयो भने ओह इट्स रिभर्सल, नो, मार्केट यहाँ गएर क्लोजिङ दिन्छ भने इट्स रिभर्सल, पोटेन्सियल्ली इट रिभर्सल है। प्लस हामीले अब डेली टाइम फ्रेममा कन्फर्म पनि गर्नुपर्छ। यो त सानो टाइम फ्रेममा हामीलाई कन्सेप्ट के भयो, सानो टाइम फ्रेम बेस अनुसार मार्केट स्विच भयो, अब डेली टाइम फ्रेम अनुसार मार्केटले फिक्स गर्नु पऱ्यो त्यो स्विचलाई होइन। सो अनि एकचोटि क्लोजर दिइसकेपछि हामीले यो लोलाई के गर्ने, हामीले मेजर स्टप लस बनाउने। एज अ ट्रेडर भइसकेपछि हामीले यो लोलाई के गर्छौँ, स्टप लस बनाउने, र हामीले धेरै होइन केवल यो हाईसम्मको टार्गेट गरेर ट्रेड गर्ने एज अ ट्रेडर होइन। यहाँ पुगिसकेर क्लोजर आइसकेपछि आफ्नो लसलाई अब मैले मार्केट झर्न थाल्यो भने लस 0 बनाउँछु भन्ने कन्सेप्ट राखेर अनि बल्ल हाई एम गर्दै जाने हो स्लोली स्लोली। त्यो हो एज अ ट्रेडरको कन्सेप्ट, ट्रेडिङ कन्सेप्ट, सिम्पल कन्सेप्ट अनि एट पावरफुल। प्लस यदि लस भयो भने हजुरहरूको कति नै लस होला होइन। इनकेस तपाईँको पुलब्याक आएर हामीले यहाँबाट लिन पायौँ भने कतिको लस भयो, जस्ट 1%को के भयो त लस छ। त्यो गेन हाम्रो कति छ, यहीँसम्मको लिएमा 1.3 भनेको हाम्रो 1:160 रेसियो भयो। र यो मार्केट रिभर्सल यहाँबाट 15 मिनटको टाइम फ्रेमले कन्फर्म गरेर मार्केट माथितिर लाग्यो, र डेली टाइम फ्रेमले कन्फर्म गऱ्यो भने हामी यहाँसम्म जान पायौँ, 3 भयो होइन। अब यो यसलाई पनि क्लोजर दिएर डेली टाइम फ्रेम विकली टाइम फ्रेमले सपोर्ट गऱ्यो भने अझ कहाँ जाने भयौँ हामी, अझ माथि जाने भयौँ। सो यसरी नै के गर्ने, आफ्नो ट्रेडलाई, आफ्नो बाई, आफ्नो किनेको ठाउँलाई स्केल गर्दै जाने हो होइन। त्यो भयो स्केलिङको कुरा। अब हामीले रिभर्सलको कुरा पनि गऱ्यौँ, तल फल भयो भने त्यो पनि कुरा गऱ्यौँ। र मार्केटमा अहिले कन्टिन्युसन बियरिस नै छ है, स्विच छैन। अब डाइरेक्टली तपाईँलाई कन्क्लुजन बुझ्नु मन छ भने मार्केट स्विच भएको छैन, हामीले स्विच कुर्नुपर्छ। अहिले डिस्काउन्ट जोनमा आयो, अब किन्ने भन्नेतिर होइन कि डिस्काउन्ट जोनमा आयो अब मार्केट फर्किन्छ कि नै त्यो हेर्नु पऱ्यो। एन्ड त्यो कन्फर्म भइसकेपछि वी आर गुड टु गो। किन्ने, लस हुन्छ भने अब आज लस हुन्छ, भोलि लस हुन्छ, पर्सि प्रफिट हुन्छ, त्यो प्रफिटले त्यो दुइटै लस कभर गरे पनि त्यो दुइटा अझै लस गर्न मिल्ने तरिकाले प्रफिट आएर
हामीसँग बस्छ। अनि त्यसैलाई कम्पाउन्ड गर्ने, म्यानेज गर्ने, के गर्ने हो त्यो गरेर अनि बल्ल आफूलाई ग्रो गर्ने हो। रिमेम्बर 100% कोही पनि प्रफिटेबल हुँदैन। सब लस त हुन्छै हुन्छ। अझ बिगेस्ट ट्रेडरहरू जुन हुन्छ नि ठुल्ठुलो अमाउन्टमा ट्रेड गर्नेहरूको त मिलियन्समा लस हुन्छ। तर फेरि एकचोटि आयो भने फेरि बिलियन्समा आउँछ। आई मिन द हेज फन्डहरू यताउति इन्डिभिजुअलहरू छन् नि त ठुलो पैसा हुनेहरू। एनिवेज ओके, सो हामीले डेली टाइम फ्रेम विकली टाइम फ्रेममा पनि कुरा गरिहाल्यौँ। होप यु अन्डरस्ट्यान्ड। र हजुरले रिक्वेस्ट गरेको स्क्रिप्टको भिडियो पनि म लिएर आउँछु, सो डोन्ट वरी अबाउट इट होइन। चाँडै फलो गरेर राख्नुहोस् वाइटीमा अनि कमेन्ट गर्नुहोस् हजुरहरूलाई कुन स्क्रिप्ट हेर्नु मन छ होइन। र लाइक मैले दोहोरीतिर हुन्छ नि माबिलको जसरी दुईवटा साइडबाट मैले एनालाइसिस गरेको थिएँ भने हजुरलाई त्यही तरिका मन पऱ्यो भने म कमेन्ट पनि गर्नु होला। म त्यही तरिकाले फेरि पनि हजुरहरूको रिक्वेस्टेडमा बनाउँछु, रिक्वेस्टेड लाइक स्क्रिप्टहरूमा बनाउँछु। तर समय लाग्न सक्छ, त्यसको लागि भने म क्षमा चाहन्छु है। एन्ड त्यही हो, सी यु इन टुमोरोज भिडियो आई गेस। सी या, बाई बाई। यति हो, धेरै छैन। अब बिस्तार आनन्दले मार्केटलाई छोड्दै हुन्छ। फिक्स कन्फर्म आएपछि अनि बल्ल हामी कुरा गरौँला। त्यति हो अहिलेको लागि हाम्रो डेली विकली। अब अभियसली हामी प्रायः भनिरहेको छौँ, मेरो साथीले धरि भनिरहेकै छ होइन, हेरेको स्कट मेम्बर उसले धरि एक्सप्लेन गरिरहेको छ। मैले चाहिँ सिर्फ आज र विकली एन्ड प्लस के भयो आजको र मार्केटको ओभरअल कन्डिसन के छ त्यति भन्न खोज्या हो। अब भन्दा भन्दा मैले धेरै कुराहरू बोलेँ होला, त्यसको लागि नचाहिने कुरा धेरै रहेछन् भने त्यसको लागि सरी है। एन्ड अर्कै छ छुट्टीको, आई डोन्ट थिङ्क सो। सो यति नै हो एन्ड या सी यु इन द नेक्स्ट भिडियो है त। बाई बाई, टेक केयर।